नमस्कार साथीहरु, म भेट टेक्निशियन सन्तोष चौधरी। आज हामी बाछाको सिङ डाम्ने अथवा काल्फ डिहर्निङ बारे जानकारी अथवा भिडियोमा प्रत्यक्ष देखाउँछौं। गाईको बाछामा सिङ ठूलो भएपछि गोठमा लडाई र चोटपटक हुन सक्छ। साथै गोठमा काम गर्ने जुन किसानहरु छ अथवा काम गर्ने मानिसहरु छ उहाँलाई पनि खतरा हुन्छ, कहिलेकाहीँ चोट लाग्न सक्छ। गोठ व्यवस्थापनमा कठिनाइ हुन सक्छ यदि डिहर्निङ गरेन भने। त्यसैले सानो उमेरमै सिङ टुसा हटाउने प्रक्रियालाई डिहर्निङ भनिन्छ। त्यसैले हामीले चाहिँ बाछाहरूलाई चाहिँ डिहर्निङ गर्नुपर्दछ। डिहर्निङ गर्ने तरिका धेरै छन्, जस्तो कि हट आइरन, रड मेथड सबैभन्दा उपयोगी हो र डिहर्निङ पेस्ट अथवा केमिकल मेथडबाट पनि गर्न सकिन्छ, अथवा सर्जरी मेथड जो ठूलो भइसकेपछि सर्जरी गरेर पनि डिहर्निङ गर्न सकिन्छ। हामीले अहिले चाहिँ डिहर्निङ रड मेथड तरिकाबाट डिहर्निङ गर्छ। बाछाको सिङ डाम्दाखेरि सबभन्दा पहिले सिङ कहाँ आउँछ त्यो पोइन्ट पत्ता लगाउनु पर्छ र त्यो पोइन्ट पत्ता लगाइसकेपछि त्यसपछि चाहिँ त्यसको कपाल काट्नुपर्छ र कपाल काटिसकेपछि त्यसपछि हामीले चाहिँ त्यसको चाहिँ कोरिनरी नर्भलाई ब्लक गर्छौं, जुन लोकल एनेस्थेसिया जुन जाइलोकेन भन्छ 2% हुन्छ र 5 ml कोरिनरी नर्भमा हामी लाउँछौं र कोरिनरी नर्भमा लगाइसकेपछि केही समयलाई वेट गर्छ र वेट गरिसकेपछि हामीले चाहिँ यसलाई फेरि आगोमा तताइराखेको रडलाई रातो पारेर चाहिँ, अथवा यो इलेक्ट्रिकल पनि हुन्छ र इलेक्ट्रिकल भन्दा हामीले यसरी चाहिँ तातिसकेपछि त्यसको पोइन्टमा चाहिँ चट्ट डामिसकेपछि 5 देखि 10 सेकेन्डसम्म त्यसलाई घुमाएर राख्ने, ताकि त्यसको त्यो सिङको टुसा जलेर छुटिन्छ र भविष्यमा सिङ रोक्दछ। र बाछालाई डामिसकेपछि त्यसलाई डिसइन्फेक्टेन्ट अथवा मलमहरु स्प्रेहरु आउँछ, त्यो स्प्रेहरु लगाउन सकिन्छ। हामीले चाहिँ यहाँ मलम त्यसमा लगाएका छौं हैन। मलम लगाइसकेपछि त्यसको डामिसकेपछि चाहिँ अब चाहिँ हामीले 2-3 दिनसम्म संक्रमण भएको छ कि छैन हेर्नु पर्ने हुन्छ र बेलामा 3 दिनपछि फेरि आएर हेर्नुपर्छ। यसरी चाहिँ हामीले चाहिँ बाछालाई चाहिँ सिङ डाम्न सकिन्छ। यसरी सिङ डाम्दाखेरि पालो एकतिर अर्को र अर्कोतिर पल्टाएर फेरि त्यसरी चाहिँ हट रड मेथडले चाहिँ सिङ डाम्न सकिन्छ। यो प्रक्रियाले सिङ डामिसकेपछि एकदमै भरपर्दो र एकदमै सबभन्दा प्रचलित सिङ डाम्ने मेथड हो यो। सिङ डामिसकेपछि हामीले यसलाई मेलोक्सिकाम पेनकिलर लगाएका छौं 5 ml जति र एउटा इन्रोफ्लक्सासिन, हामी आइरोफ्लक्स भन्ने आउँछ, त्यो चाहिँ हामीले चाहिँ यसलाई 4 ml जति लगाएका छौं र अहिले डामिसकेर त्यसको चाहिँ यो बाछा यस्तो फ्रेश र स्वस्थ अवस्थामा छ। त्यसैले सिङ डाम्दाखेरि हामीले सुरक्षित तरिकाले डाम्नु पर्छ। यदि यो भिडियो उपयोगी लाग्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्दिन नबिर्सनुहोस्। पशु स्वास्थ्य सम्बन्धी जानकारीका लागि हाम्रो च्यानललाई जोडिनुहोस् साथै। धन्यवाद।